यो चाहिँ एन्ड्रोमेडा ग्यालेक्सी हो जुन रफली 110 किलोमिटर प्रति सेकेन्डको स्पिडमा मिल्की वे ग्यालेक्सीतिर आइरहेको छ। यो स्पिड त्यति स्पिड हो जसमा चाहिँ हामी 1 घन्टामा मुनमा पुग्न सक्छौँ। 10 अर्ब पुरानो यो ग्यालेक्सी 22 लाख लाइट इयर्स ठुलो छ र यसमा लगभग 1 ट्रिलियन ताराहरू छ। यसको अपोजिट हाम्रो मिल्की वे ग्यालेक्सी जुन चाहिँ 13.6 अर्ब पुरानो छ र 1 लाख लाइट इयर्स ठुलो छ जसमा लगभग 0.4 ट्रिलियन ताराहरू छ। अब प्रश्न यो आउँछ, जब यो 1 ट्रिलियन तारा भएको ग्यालेक्सी हाम्रो मिल्की वे ग्यालेक्सीसँग ठोकिन्छ हाम्रो धरतीको के हुन्छ? के हामी भेपोराइज हुन्छौँ? कि हामी स्पेसको कुनै अँध्यारो कुनामा अर्फन भएर फालिन्छ? हाम्रो मिल्की वे ग्यालेक्सी 13.6 बिलियन इयर्स पुरानो एउटा ओल्ड वारियर हो। तर एन्ड्रोमेडा यो एउटा यङ क्यानिबल हो। कस्मोलोजिस्टहरूले यसलाई किन क्यानिबल भन्छ थाहा छ? किनकि यसले आफ्नो उमेरमा धेरै साना साना ग्यालेक्सीहरूलाई मिलिसकेको छ। तर के यसको मतलब हाम्रो मिल्की वे ग्यालेक्सी चाहिँ कमजोर हो त? मिल्की वे ग्यालेक्सीले पनि स्याजिटेरियस ड्वार्फ ग्यालेक्सी मिलिरहेको छ अहिले। सिम्पली भन्नुपर्दा यो यस्तो लडाइँ हो जसमा चाहिँ क्यानिबलले क्यानिबललाई नै खान खोज्दैछ। अब सोच्नुहोस्, जब यो दुईवटा जाइन्ट ग्यालेक्सीहरू एकअर्कासँग जुट्छन् त्यो बेला के ताराहरू बम फुटे जस्तो फुट्छन्? एन्सरले तपाईँलाई सरप्राइज गर्न सक्छ। स्टारहरूको बिचको डिस्टेन्स यति धेरै हुन्छ कि यदि तिनीहरूलाई सानो कोइन मान्यो भने एउटा तारा काठमाडौँमा अनि अर्को तारा चाहिँ मुम्बईतिर हुन्छ, त्यति टाढा हो। सो चान्सेसहरू छन् कि स्टार्सहरू चाहिँ एकअर्कासँग नठोकिकन पास हुन्छ। तर रियल डेन्जर स्टार होइन, रियल डेन्जर त हाम्रो ग्यालेक्सीको मुटुमा लुकेको छ। प्रत्येक ठुलो ग्यालेक्सीको सेन्टरमा एउटा सुपर म्यासिभ ब्ल्याक होल हुन्छ। हाम्रो मिल्की वे ग्यालेक्सीको सेन्टरमा चाहिँ स्याजिटेरियस ए छ, तर त्यही एन्ड्रोमेडा ग्यालेक्सीको ब्ल्याक होल चाहिँ हाम्रो स्याजिटेरियस ए भन्दा 25 गुणा ठुलो छ। जब यो दुईटा ब्ल्याक होलहरू एकअर्कासँग जुड्छन् त्यो बेला चाहिँ एउटा पावरफुल कोसर बन्नेछ। यो कोसर भनेको अन्तरिक्षको त्यो रेडिएसन फाउन्डेसन हो जसले पुरा ग्यालेक्सीको म्याटरलाई फ्युलको रूपमा प्रयोग गर्छ। अब सोचौँ, यदि हाम्रो ग्यालेक्सी यो कोसरको छेउमा पर्यो भने त्यो रेडिएसनले हामीलाई न्यानो सेकेन्डमै भेपोराइज गरिदिन्छ। रिसर्चले के भन्छ भने जब यो कोलिजन हुन्छ त्यो बेला लगभग 12% चान्स छ कि हाम्रो सोलर सिस्टम ग्यालेक्सीबाट बाहिर भाँचेको दाँत जस्तै निस्किनेछ। अनि तपाईँलाई के लाग्छ, हामी 4-5 बिलियन वर्षसम्म बाँच्नेछौँ? सायद छैनौँ, किनकि हामीलाई एन्ड्रोमेडा ग्यालेक्सीले मार्नुभन्दा पहिला नै सूर्यले धोका दिनेछ। लगभग 3.75 बिलियन इयर पछि सन आफ्नो ओल्ड एजमा प्रवेश गर्छ। त्यो बेला सनको टेम्परेचर नि अलि भयङ्करै हुनेछ। साइन्टिफिक रिजन के हो भन्दा नि अहिले सनको कोरमा चाहिँ हाइड्रोजन ग्यास बर्न भइरहेको छ जसले गर्दा हिट निस्किरहेको छ। तर 3.75 बिलियन इयर पछि त्यो हाइड्रोजन ग्यास सकिसक्छ, बर्नर भइसक्छ। अनि त्यो बेला सनको कोरमा हिलियम ग्यास फ्युजन हुन लाग्छ। हिलियम ग्यास फ्युजन भएपछि सनबाट यति धेरै इनर्जी रिलिज गर्छ कि सन रेड जाइन्ट बन्छ अनि रियल हरर सुरु हुन्छ। यसको साइज यति ठुलो हुन्छ कि जसले मर्करी र भेनसलाई त पहिला नै ध्वस्त बनाइसक्छ, तर हाम्रो यो प्यारो अर्थ त्यसलाई पनि सकाइदिन्छ। सो त्यो एन्ड्रोमेडा भनेर त अब पछिकै कुरा भयो। बट इन केस मान्छेहरू अब त्यो बेलाको टेक्नोलोजी अनुसार अर्कै ठाउँमा जान सक्सिड भए अरे, त्यही पनि पुरै कोलिजन हुन, त्यो गाडी एक्सिडेन्ट भएको एकैछिनमा हुने, त्यसको लागि पनि धेरै टाइम लाग्छ। तर यो सबै कुराको एउटा ब्राइट साइड नै हुनसक्छ। के थाहा, एन्ड्रोमेडा हाम्रो नजिक आउनु भनेको एलियन लाइफहरूसँग भेट्ने चान्स हो। के थाहा, एन्ड्रोमेडामा पनि कोही आफ्नो ग्यालेक्सीको फोटो खिचेर हामीलाई हेर्न गएको छ। त्यो बेला हामी लड्नेछौँ कि के थाहा सँगै बसेर मिल्की वे ग्यालेक्सीमा घर बनाउँछौँ।